सो हेलो गाइस, अब तपाईँहरूलाई चाहिँ यो अहिलेको 9th YSS कस्तो लागिरहेको छ, स्पेसली सिन्स तपाईँहरू चाहिँ भ्याली बाहिरबाट आउनु भएको छ। तपाईँहरूलाई अहिले आउँदाखेरि के डिफिकल्टिज फेस गर्नुभएको थियो कि अब तपाईँले आफू जस्तै अरू स्टुडेन्टहरूलाई पनि जुन यस्तो साइन्टिफिकमा इन्भेस्टेड हुन्छ नि उनीहरूको लागि चाहिँ के भन्न चाहनुहुन्छ एकचोटि भन्नु। अब हामीहरू यहाँ पहिलोचोटि आएको हौँ, हामीले नयाँ अपर्च्युनिटीहरू पायो यता। फर्स्टबार आएको हुनाले अब धेरै नथाहा हुनाले धेरै कुरा सिक्न मिल्दैछ। भ्याली बाहिरको ठाउँबाट धेरै दूरबाट आएको हुनाले अब यस्तो यस्तो हुने रहेछ भनेर थाहा भयो। अब नेक्स्ट टाइम अझै धेरै सिक्न मिल्ला भन्ने आशा छ। यो YSS चाहिँ राम्रो छ होइन, यहाँ सबैभन्दा डिफ्रेन्ट एन्ड युनिक आइडियाजहरू आएर यहाँ प्रस्तुत गरिरहेका छन्। यहाँ त जस्ट प्रम्प्ट मात्रै देखाउने हो, जस्तै हामीले त त्यो प्रेजेन्ट गर्दाखेरि नै हामीले भन्दाखेरि इन्डस्ट्रियल युजको लागि भनेर भन्छौँ नि होइन। यहाँ प्रम्प्ट देखाउँदाखेरि नै यस्तो बवाल तरिकाहरूले यस्तो नयाँ नयाँ युनिक आइडियाजहरू लिएर आउनुभएको छ। यहाँ सबै थोक राम्रो छ अनि हामीले चाहिँ यहाँ जित्न भनेर भन्दा पनि सिक्न भनेर आउनुपर्छ, त्यही हो। आई जस्ट वान्टेड टु से सबैजना आउनु होइन, नयाँ नयाँ कुराहरू सिक्न सकिन्छ अनि राम्रो लागिरहेको छ होइन। अब फर्स्ट टाइम एक्सपिरियन्स छ, सो इट इज गुड फर मी। सेम गर्छु। YSS को एक्सपिरियन्स अहिलेसम्म कस्तो लागिरहेको छ? अहिलेसम्म त राम्रै लागिरहेको छ। अहिलेसम्म त राम्रै छ, सबैजना फ्रेन्डली नै हुनुहुन्छ, अलिअलि बोल्ने, सबैसँग मिलेर गर्ने इन्ट्रेस्टिङ छ। मलाई एकदम राम्रो लागिरहेको छ YSS को एक्सपिरियन्स। के भन्दाखेरि यहाँ चाहिँ धेरै नयाँ कुराहरू चाहिँ सिक्न पाइयो अनि अरूहरूको प्रोजेक्टहरू हेरेर चाहिँ एकदम धेरै नै कुरा सिकेको छु मैले चाहिँ यहाँबाट। हजुर, मलाई अब मनै परिरहेको छ, एउटा नयाँ एक्सपोजर छ होइन, नयाँ इन्भाइरोमेन्ट छ, सबै अरू प्रोजेक्टहरू छन् होइन। अब न्यू वे हो, न्यू एरिया हो, अब फ्रग इन अ पन्ड भन्छ त, वेल भन्छ त, त्योभन्दा अब अलिक अगाडि भयो त्यस्तै हो। हजुरलाई अहिलेसम्म YSS को एक्सपिरियन्स कस्तो लागिरहेको छ? एकदम इन्जोय अनि धेरै कुरा सिक्न पाइरहेको छु अनि अब नयाँ चिज पनि देखियो। अब अर्को साल पनि आउँदाखेरि यसलाई झन् राम्रो बनाएर ल्याउने छु। अहिलेसम्म हजुरलाई YSS को एक्सपिरियन्स कस्तो लागिरहेको छ? एकदम राम्रो छ। हिजो नि नास्ता सास्ता सबै थियो अनि त्यसपछि यहाँ एकदमै धेरै स्कुलहरूको कलेजहरूको विद्यार्थीहरू छ अनि सबैसँग भेट्यो, रमाइलो भयो, सबैको प्रोजेक्ट हेऱ्यो, रमाइलो भयो। रमाइलो भइरहेछ अहिलेसम्म चाहिँ। अब नयाँ नयाँ कुरा सिक्न पाइरहेको छ, नयाँ प्रोजेक्ट देखेर अब के गर्ने, अरूसँग सल्लाह सुझाव अनि जजहरू पनि राम्रो हुन्छ, जजहरूसँग सल्लाह लिएर चाहिँ हामीले यसलाई चाहिँ कसरी अगाडि बढाउन सकिन्छ त्यो पुरै बुझ्न सकिएछ। राम्रो भइरहेछ अहिलेसम्म, राम्रो छ, सबै कुरा राम्रै भइरहेछ, स्मुथ छ। अरू इभेन्ट भन्दा चाहिँ अब अलिक म्यानेज नै लाग्यो, धेरै इभेन्ट गइसक्यो तर यहाँ चाहिँ अलिक बेटर छ। मलाई नै धेरै मोटिभेटेड लागिरहेछ। YSS ले हामीहरू जस्तै युथहरूलाई सपोर्ट गरिरहेको देख्न पाइरहेछ। नयाँ नयाँ प्रोजेक्टहरू हेर्दाखेरि त्यसबाट धेरै कुराहरू सिक्न नै पाइरहेछ र अझै इन्सपायर भइरहेछ नयाँ नयाँहरू प्रोजेक्ट गर्नलाई। मलाई चाहिँ एकदम रमाइलो लागिरहेको एन्ड इट इज भेरी फ्यान्टास्टिङ, एकदम राम्रो छ। अहिलेसम्म हजुरले YSS प्रोग्राममा केही लिमिटेसन्स, केही डिफिकल्टिजहरू फेस गर्नुभएको छ? मेन चिज भन्दाखेरि चाहिँ अब यो जुन क्याटेगोरी हो त्यो चाहिँ स्पेसिफिक क्याटेगोरीमा नराखिएको भएकोले अलिक गाह्रो भएको छ। हजुरहरूले अहिलेसम्म YSS प्रोग्राममा केही डिफिकल्टिज, लिमिटेसन्सहरू फेस गर्नुभएको छ? नै, त्यस्तो केही छैन। जसले आए नि सजेसन दिनुभएको छ, एकदम राम्रो छ। लिमिटेसन त्यस्तो केही फिल भएन। त्यस्तो केही छैन अहिलेसम्म त्यस्तो छैन, किन भन्दा भोलिन्टियरहरू पनि कोअपरेटिभ हुनुहुन्छ अनि हाम्रो जुरीहरू चाहिँ एकदम ट्यालेन्टेड हुनुहुन्छ नि त। उहाँसँग बस्न केही कुरा सिक्न पाउँदाखेरि चाहिँ जो फ्रुटफुल भइरहेछ अहिलेसम्म। त्यस्तो लिमिटेसन, त्यो कम्प्लिकेसन केही पनि भएको छैन हामीलाई चाहिँ। मलाई नि त्यस्तो केही प्रब्लम भएको छैन, म्यानेजमेन्ट सिस्टम चाहिँ राम्रै छ। हजुर, त्यस्तो त छैन। हिजो चाहिँ अलिकति प्रोजेक्ट यहाँ आएर अलिकति काम गरिरहेको थिएन, त्यति बेला चाहिँ एकदम प्यानिक भइरहेको थियो, तर पछि काम गऱ्यो, एकदम खुसी लाग्यो अनि जजहरूले नि राम्रो प्रोजेक्ट भन्नुभयो अनि एकदम खुसी लाग्यो। त्यस्तो डिफिकल्टीहरू त केही छैन, सबैजनाले हेल्प गरिरहनु भएको छ। हाम्रो चाहिँ यो फर्स्ट टाइम पनि हो यहाँनिर, सबैजनाले हेल्प गरिरहनु भएको। मलाई त त्यस्तो डिफिकल्टी त केही छैन, रमाइलो भइरहेछ। सो एनी सजेसन्स हजुर जस्तो स्टुडेन्ट्सलाई के भन्न चाहनुहुन्छ हजुरले? Okay, one suggestion I would like to give to the students who are going to involve in this program next year. हिजो नै अलिकति हाम्रो टाइटलको बारेमा अलिकति डिफिकल्ट भयो, तर हामीले रिसर्च गऱ्यौँ अनि हामी नै वी आर राइट भनेर चाहिँ सल्भ पनि गऱ्यौँ। त्यही हो। Make a good poster with each and every detail and you have to
you know, like put each and every detail in your experiment. You have to know each and everything. You have to compare in various way as much as you can. That is my yes suggestion. मलाई चाहिँ के लाग्छ भन्दाखेरि यहाँ आउँदाखेरि चाहिँ अब पहिला नै राम्रोसँग रिसर्च गरेर आउनुपर्छ अनि त्यसपछि यो ठाउँमा आएर जितेन भनेर निराश भएर चाहिँ जानुहुन्न यहाँ आइपुग्ने पनि ठुलो कुरा हो मलाई चाहिँ त्यही लाग्छ हामी भन्छौँ कि यस्तो राम्रो हो किनभने यहाँ हामीले अपर्च्युनिटिज पाइरहेछौँ नयाँ कुरा सिक्न अनि धेरै डिफ्रेन्ट कुरा गर्न हाम्रो नि एउटा नयाँ स्किल पनि पाउँछ हाम्रो स्किल देखाउन हामीले अपर्च्युनिटी एउटा प्लेटफर्म पाछौँ अनि आउँदा हुन्छ यस्तो अपर्च्युनिटिजहरू पटक पटक आउने होइन अब अपर्च्युनिटिज आउँदा ग्राब गर्नुपर्छ अब यता आएपछि विभिन्न कुराहरू सिक्न पनि मिलिरहेछ आफ्नो क्रिएटिभिटी पनि देखाउन मिल्छ अरूको क्रिएटिभिटी पनि हेर्न मिल्छ आफूलाई पनि इम्प्रुभमेन्ट हुन्छ अहिले जुन फिल्डमा आउनुभयो नि त्यसमा चाहिँ आफै वेल प्रिपेयर भएर आएर आफैले एक्सप्लेनेसन दिने त्यसको एडभान्टेज के हो मोटिभेट कहाँबाट भयो त्यो कुराहरू चाहिँ सबै आफैले प्रिपेयर भएर आयो भने चाहिँ एकदम सजिलो हुने रहेछ यहाँनिर राम्रोसँग प्रिपेयर भएर आउने मेन्टरहरूबाट हेल्प लिने अनि यता चाहिँ अब अरूहरूबाट नै हेल्प लिन पाइन्छ अनि त्यसैले एकदम कन्फिडेन्सको साथ आउने यहाँ चाहिँ आफ्नो रिसर्चको पहिला लिमिटेसन हेर्ने अनि लिमिटेसनलाई कसरी सल्भ गर्ने भनेर आफूले आफूलाई धेरै क्वेसन्सहरू प्रिपेयर गर्ने अनि त्यसको एन्सर साइड प्रिपेयर गरेर आउने थ्याङ्क यू म चाहिँ सके आफ्नो बेस्ट ट्राई गर्ने भनेर सजेसन दिन्छु त्यही हो फर्स्ट टाइम आएको एक्सपिरियन्स गर्न मन त्यही हो अब जित्नु नै पर्छ भने छैन एक्सपिरियन्स भयो हुन्छ if you have an idea, if you have any like generic invention केही छ भने just go for it. It's a good place to showcase stuff. I mean, it's a place to showcase and learn. So like जिते पनि के हुँदैन हारे पनि के हुँदैन तर you can come and like experience it. It's a great place to learn. कति 1 week पहिला नै हामीले सबै रेडी पारिराख्नुपर्छ प्रेजेन्टेसनहरूको लागि पनि प्रिपेयर गरिराख्नुपर्छ लाइक अब तपाईँको बिस्तारै सबै कुरा बिस्तारै चिल मोडमा बनाउनुपर्छ नत्र तपाईँलाई बनाउनै तपाईँको टाइम बेस्ट अफ लक आफ्नो प्रोजेक्ट राम्रोसँग गर्नु जजेसहरू आउँदाखेरि नडराए भन्नु हजुर जस्तो स्टुडेन्ट्सहरूलाई अरू स्टुडेन्ट्सहरूलाई नेक्स्ट इयर अपकमिङ स्टुडेन्ट्सहरूलाई चाहिँ के सजेसन्स दिन चाहनुहुन्छ वाइएसएस भनेको चाहिँ अलिक रिसर्च बेस्ड छ है यहाँ चाहिँ थ्योरिटिकल पनि ल्याउन सकिन्छ प्रोटोटाइप भयो भने त्यही भएर यहाँ चाहिँ के छ भन्दा साइन्स एक्जिबिसन जस्तो लिइरहेको छ बाहिर चाहिँ तर यहाँ चाहिँ खास रिसर्च बेस्ड प्रोजेक्ट हो या एउटा प्रोटोटाइप अन्त थ्योरी ल्याएर पछि पनि प्रपोजल सबमिट गरेपछि पछि पनि फर्दर एक्सप्यान्ड गर्न सक्ने रहेछ भन्ने कुरा चाहिँ यहाँबाट आज सिकियो म त युथलाई त यही भन्छु कि आऊ र सिक यति मात्रै लाइक स्मल प्रोजेक्ट छ भने पनि तिमीलाई इन्ट्रेस्ट छ अनि त्यसपछि चाहिँ तिमी त्यसमा काम गर्दै गर अनि त्यसपछि चाहिँ सक्दो यताउतिबाट सिनियर्सहरूसँग जजहरूसँग हेल्प लियो भन्न चाहन्छु आफूसँग भएको खुबी चाहिँ देखाउन चाहिँ केही हिचकिचाउनु हुन्न आफूले जे छ त्यो चाहिँ देखाउनुपर्छ अरूलाई नि भन्नुपर्छ या अब आफूले जानेको कुरा चाहिँ अरूलाई सिकाउनुपर्छ सिकिन्छ रमाइलो पनि छ हामीले सिक्न पनि पाउँछौँ धेरै कुरा अब हामीले गरेको पनि सिक्न पाउँछौँ र अरूहरूको हेरेर पनि धेरै कुरा सिक्न पाउँछौँ त्यही हो अब नयाँ चिज सिकिन्छ सबैको हेरिन्छ सबैको बुझिन्छ अनि आफूले पनि धेरै नै अब स्लाइडहरूमा आफ्नो कन्फिडेन्स बढाउन सकिन्छ त्यही हो सजेसन्स भनेको चाहिँ अब लाइक आफ्नो प्रोजेक्टमा आइडिया राम्रो हुनु पऱ्यो होइन अनि एउटा इनोभेसन राम्रो हुनु पऱ्यो होइन प्रब्लममा मात्र फोकस गरेर भएन त्योसँग त्यो रिलेटेड टेक छ त होइन त्यो पनि राम्रो अब आफूले जानेको हुनु पऱ्यो होइन आफूलाई त्यो नलेज हुनु पऱ्यो अनि त्यसको साथसाथै अब त्यो क्वेसन्सहरू आउँछ होइन जजेसहरूदेखि अरू यहाँ पार्टिसिपेन्ट्सहरूदेखि जो यहाँ हेर्न आउँछन् होइन त्यसको लागि नि प्रिपेयर भएर बस्नुपर्छ हजुर सो हजुरले वाइएसएसमा के एक्सपेक्टेसन्स राख्नु भएको थियो कस्तो एक्सपेक्ट गर्नुभएको थियो यहाँ आउनभन्दा पहिला चाहिँ अनि यहाँ आएपछि चाहिँ के रियालिटी जस्तो भयो हजुरलाई अलिकति डिफ्रेन्ट चाहिँ यहाँ जजेसहरू इन्डिभिजुअल स्टलमा आएर सोध्नु भएको थियो त्यो राम्रो थियो अनि प्रेजेन्टेसनहरू माथि गर्दाखेरि त्यही प्रेजेन्टेसनहरू चाहिँ अलिकति डिफ्रेन्ट थियो मैले अहिपछि गरेको भन्दा एक्सपिरियन्स हजुर अनि हजुरले अहिले पछि आउने ब्याचहरूलाई अनि यस्तो प्रोग्राममा पार्टिसिपेट हुने स्टुडेन्ट्सहरूलाई के सजेसन्स दिन चाहनुहुन्छ अब सिक्दै गर नयाँ कुरा सिक्दै गर प्रोग्रामहरूमा पार्टिसिपेट गर्ने एक्सपिरियन्स बटुल्ने त्यस्तै त हो नि